ल हेर्नुहोस् है शीतल निवास अगाडि यस्तो दृश्य देखिँदैछ। आज ठुलो पानी परिरहेको छ। पानीमा भिज्दै भिज्दै नेपाली सेनाहरूले यहाँ अगाडिलाई भित्रबाट किन आयो, किन निक्लियो एकाठी सेना। यहाँ सेनाको आवाज जब एकदमै बाक्लो छ। यो पानीमा भिजेर बसिरहेको अवस्थामा नेपाली सेनाभित्रबाट लाइन लागेर बाहिर निक्लिएको छ र यहाँबाट सेना पनि भित्र पसिरहेको छ। यहाँभित्र आज राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्दैछन् अनि प्रधानमन्त्री आज सायद सुशीला कार्कीलाई नियुक्ति गर्छ होला। भित्र सेनाको गाडी पस्यो, लाइन लागेर फेरि सेना कहाँ गए भन्न सकिँदैन। आज सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदैछ र राष्ट्रपतिसँग वार्तामा छ। भित्र के पाक्दैछ, भित्र वार्ता हुँदैछ। तर ल्याउनुहोस् त नेपाली सेना नेपाल किन्दीको हरेक सुरक्षामा कति अहोरात्र खटिनुहुन्छ। ल्याउनुहोस् यस्तो पानी पर्दा पानीको वास्तै नगरी पानीलाई अनदेखा गरेर मजालेसँगले यहाँ सुरक्षा दिएर बसिराख्नु भएको छ। हेर्नुहोस् है त यो ठ्याक्क शीतल निवासको दृश्य होला। हेर्नुहोस् है त यहाँ यसरी गर्दैखेरिमा यहाँ टन्न पत्रकारहरूको पनि भिड लागेको छ। भित्र केही निर्णय हुँदैछ भनेर यस्तो छ अवस्था शीतल निवासको है त।